Alright, welcome to Ayush vlog. आजको आयुषको vlog चाहिँ मैले टेक ओभर हान्ने छु हैन। Check it out. हामी यो गाडीमा चाहिँ हामी 4 जना छौं। हामी फुटबल खेल्न जाँदैछौँ आज। आज हाम्रो चाल सोबराज पनि हुनुहुन्छ हामीसँग। चाल देखाइद न। चाल सोबराजको कपाल। चाल सोबराज चाहिँ यहाँ हुनुहुन्छ है। अनि हाम्रो निरञ्जन दाइलाई पनि हेलो भन्दिहालौँ vlog। निरञ्जन दाइ हाम्रो आयुषको बिगेस्ट बिलिभर अस्तिको भिडियोमा तपाईले थाहा पाइहाल्नु भयो होला। Keep believing, guys. Yes. के छ आयुष भन्नुपर्ने? Yes, हामी फुटबल खेल्न गइरहेको छ। गाडीमा अहिले टाइम 7:32 भइरहेको छ। मैले ड्राइभ गरिरहेको त्यही भएर आँखा यता गर्न मिल्दैन। फेरि प्रब्लममा पर्न सक्छ। अनि हाम्रो अरु साथीहरु उता फुटबलमा भेट्छौं हामी। अहिले युनि जिमको फुटबल गइरहेछौं हामी। द कोड बुकिङ 1 घण्टालाई छ, बट होपफुली वी क्यान स्टे लङ्गर। अनि yeah, more vlog of more content. हामी त पुगेपछि we'll see other boys है त एक्चुअली हेर बाटो देखेर यो चाहिँ बाटो हो। हामी होबाटमा बस्ने मान्छेहरूले गेस गरिसक्नु भयो होला हामी कहाँ आइपुग्यो भनेर। यस वी आर एट हामी यो अगाडिको राउन्ड अबाउट आइपुग्न लागिसक्यो। त्यो मेन राउन्ड अबाउट त्यो एकदमै दिमाग खराब हुने राउन्ड अबाउट। हामी पुगिसक्यौं युनिको फुटसलमा। केटाहरू ड्रेस गर्न रेडी हुँदैछन्। शूज 6 गोल हाल्नु भन्दैछ आयुषले। म चाहिँ अलि यसो भएको छु कुदेर धेरै कुदेर, बट आई एम हियर टु प्ले फुटसल आफ्टर अ लङ टाइम। धेरै ग्याप पछि हो। पहिला इट युज्ड टु बी एभ्री सिंगल वीक एटलिस्ट once a week फुटबल कि त फुटसल हुन्थ्यो। अहिले चाहिँ अलमोस्ट 2 months भइसक्यो आई हेभन्ट प्लेड फुटबल अर फुटसल। सो वी गोना प्ले सेफ। एकदमै 1-on-1 च्यालेन्जहरु नट गोइङ। एकदमै सेफ। इन्जरी त एकदमै इन्जरीबाट यसरी भाग्ने हो इन्जरीबाट। ओके एन्ड द बोइज आर भेरी एक्साइटेड टु प्ले एज वेल। कस्तो लाग्छ? यस जिम देखाइदिनु। सो यो चाहिँ अब यता भित्र चाहिँ फुटसल कोर्ट छ। इट्स अ हाइब्रिड कोर्ट। बास्केटबल पनि खेल्न मिल्छ, फुटबल पनि खेल्न मिल्छ। अरु के छ? फुटबल, स्क्वाश, जिमै छ। ओके नेक्स्ट कट विल बी इनसाइड फुटसल कोर्ट। ओके हामी फुटसल कोर्टमा अलमोस्ट छिरिसकेको छ। बोइजहरु अन देयर वे। I'll turn the back camera on है त सबैजनाको ब्याक। हाम्रो प्यारो सन्देश दाइ ब्लगिङ सुरु भयो। What's up? बोइज हेलो वेलकम बोइज। ल डेली भ्लग र अब भागिने बानी हो म। सो या आयुष न्यू बानी हो। कहाँ बानी भन्दिरा त जब पाए त्यही। सो या वी आर एट फुटसल कोर्ट। यो हाम्रो फुटसल ग्राउन्ड हो। हाम्रो बुकिङ 7:45 देखि छ। इट्स आई थिंक 7:40 अहिले। सो वी गोना आम गोना सी यु सुन। गेम सकिसकेको छ। अनाउन्स गर्न बिर्सेछ। फर्स्ट गेमको स्कोर 2-0। हामीहरू आउट। सेकेन्ड टिम प्लेइङ। 10 minutes टाइमर छ। टाइम इज 2:47। Little bit of the game. Got my futsal boots on. Oh, nice one. Drake. Okay, commentary. Let's assume कि मैले commentary गरिरहेको छु अहिले। Almost goal. Okay, I'll see you in a sec. आने आ भाइ। म त यति मेम्बर देख्छ नि भाइ।
1-0 भएको चाहिँ भिक्टिम चाहिँ हो क्यामेरा बोक्नु देख्दैन क्या नाइस वान धेरै क्लिप नभए पनि हाम्रो म्याच सकिएको छ अलमोस्ट 20 जना छौँ तर 15 जना मात्र 3टा टिम खेल्यो या सो दिस इज युनिको फुटसल कोर्ट भेरी गुड कोर्ट बास्केटबल खेल्न मिल्छ फ्लोर पनि चिप्लो चिप्लो छ दिस इज माई फुटसल सु अनि त्यसको यो चाहिँ सन्देश दाइ हो यो सन्देश दाइलाई कुन कता कुन जूमा देखिन्छ थाहा हुँदैन नाइस दाइ एउटा फ्ल्याङ्किङ हान्छु न दाइ रुक्नु ल 1 2 3 ल फ्ल्याङ्किङ दाइ दाइ 5 मिनट खेलेर 5 महिना घाइते भइदिन्छ फेरि तपाईँ त मेरो भ्लगको तपाईँ होइन दाइ मेरो भ्लगको तपाईँ राजेश समाल त्यस्तै दाइ फेरि गर्नु त ठ्याक्क चेन्ज हुने क्या सिनहरू नाइस दाइ सो यहाँ फुटबल सक्यो भलिबल बास्केटबल चल्दैछ र हाम्रो आजको अर्गनाइजर दाइ आयुष रिमाल दाइ केही भन्नुहुन्छ दाइ थ्याङ्क यू आयुष फर फिल्मिङ दिस भिडियो हाम्रो वेडनेसडे फुटबल क्लब चाहिँ हाम्रो लोकल वेडनेसडे फुटबल क्लब हो वी आर प्राउड मेम्बर अफ वेडनेसडे फुटबल क्लब ओके थ्याङ्क्स एभ्रिबडी फर प्लेइङ ल कस्तो आज गेम केटा ल गुड नाइट ओके फुटसल खेल्न धेरै रमाइलो भयो आज आफ्टर अ लङ टाइम कति बोलिरहेको छ सो नेक्स्ट स्टप हामी चिया खान गइरहेको छौँ चिया खान कहाँ गइरहेको फिस्टेल माछा पुछ्रे मुनामा गइरहेछौँ अराउन्ड 10 minutes ड्राइभ विल सी यु देयर ओके हामी फिस्टेल तन्दुर एन्ड करी हाउसमा आइसकेको छौँ के छ दाइ हाल खबर सो हेलो गाइज हेलो माई लोयल सब्सक्राइबर्स चिया आएको छ हाम्रो 4वटा चिया अनि बोइज आर इन्जोइङ चिया अनि रोटी नै चोपेछ चिया इज लभ हाम्रो चिया र गफ चल्दैछ सो यो चिया चाहिँ एकदमै तातो छ आई क्यानट ड्रिङ्क हट स्टफ एट अल तातो खानै सक्दिनँ सो यो चिया खान मलाई 30 minutes लाग्छ 30 minutes 25 minutes चाहिँ म वार्म डाउन हुन दिन्छु घरमा पनि कहिलेकाहीँ चिया पाक्यो भने सबैले खाएर भाँडा माजिसकेको हुन्छ सो आई एम स्टिल वेटिङ फर इट टु कुल डाउन के ब्रो नाम आइसी अनि त्यस्तो किन ब्रोले छड्के क्वेसन सोधिरहेछ गुड क्वेसन यार ब्रो तर त्यो निशब्द भयो तिम्रो सोधेर यो चिया चाहिँ म तल राख्छु तातो भयो फेरि अर्को तल हुन्छ ओके गाइज अब आउट्रो भिडियो आउँछ चिया खाइसकेपछि त्यसपछि डन विथ द भिडियो हाम्रो चियापान सकियो चियासँग डोसा पनिरहरू पनि खाइयो अब हामी घरतिर लाग्छौँ ब्रोसँग चाबी ब्रो चाबी खोलिदियो त बोइजहरू ल मेरो लोयल फलोवर्सहरूलाई बाई भनिदिउँ त गाइज ल बाई गुड नाइट अनिश साइनिङ अफ आयुष साइनिङ अफ निरञ्जन साइनिङ अफ मी साइनिङ अफ टु गुड नाइट